यदि यो भिडियो हजुरहरूको फर यू पेजमा आइरहेको छ भने यो चाहिँ हजुरहरूको करियरको लागि हुनेछ है। हजुरहरूको करियरको लागि मैले कार्ड पुल गरेको छु। इफ यु गाइज आर लुकिङ मेसेज फर यर करियर देन तपाईँहरूको चाहिँ करियरमा चाहिँ अलिकति अहिले चाहिँ एकदमै प्रब्लम आइरहेको जस्तो देखिन्छ होइन। एकदमै तपाईँहरूलाई एकदमै चिन्ता हुने, तनाव हुने, मैले केही गर्न सक्ने हो कि नसक्ने हो, अथवा मैले चाहेको कुरामा चाहिँ सक्सेस हुने हो कि नहुने हो, यो कुरा चाहिँ गरौँ कि नगरौँ, यो फिल्डमा चाहिँ म जाम कि नजाम भनेर एकदमै कन्फ्युजनहरू देखिएको छ अहिले प्रेजेन्ट सिचुएसनमा चाहिँ होइन। तर फ्युचरमा चाहिँ एकदमै राम्रो हुने देखेको छु। फ्युचरमा चाहिँ जुन फिल्डमा पनि तपाईँ जानुहुन्छ सक्सेस पाउनुहुन्छ, स्टेबिलिटी पाउनुहुन्छ, फाइनेन्सियली ग्रो गर्नुहुन्छ देखिन्छ है। एट द सेम टाइम जस्टिसको कार्ड पनि आएको छ। जति मिहिनेत गर्नुभयो त्यही अनुसारको फल पाउने तपाईँले होइन। तपाईँको मेहनतको चाहिँ तपाईँले रिजल्ट पाउने, डिजर्भ गर्ने, तपाईँले रिजल्ट डिजर्भ गर्ने होइन, न्याय पाउने तपाईँले होइन, आफ्नो मेहनत अनुसारको चाहिँ रिजल्ट पाउने एनर्जी देखिन्छ। सो बी पोजिटिभ, बी अप्टिमिस्टिक है। यदि हजुरहरूलाई चाहिँ पर्सनल ट्यारो रिडिङ गराउनु छ करियरको लागि होइन, विथ रेमेडिज मेनिफेस्टेसन मेथड्सहरू सिक्नु छ भने चाहिँ तपाईँले मलाई डिएम गर्न सक्नुहुन्छ पर्सनल कन्सल्टेसनको लागि है त। थ्याङ्क यू एभ्रिबडी।